नमस्ते अनि स्वागत छ मेरो नेपाली सिलाइ बुनाइ युट्युब च्यानलमा। आजको बुनाइमा मैले योभन्दा अघिल्लो भिडियोमा अपलोड गरेको भिडियो यो ग्रान्ड स्क्वायर फ्लावर ब्यागको भित्री राख्ने भिडियो तपाईहरुको सामु शेयर गर्दै छु। यो फ्लावर बनाउने अनि चक्का बनाउने चक्का जोड्ने चाहिँ अघिल्लो भिडियोमा मैले तपाईहरुको सामु लिइसकेको छु भने आज चाहिँ यसको भित्री राख्ने र यसको फिटा बुन्ने भिडियो रहेको छ। भित्री राख्नलाई सुरुमा तपाईले मुनि ब्यागको मुनिमा तपाईले एउटा कपडा बिछ्याउने, त्यसको माथिबाट यो ब्यागलाई बिछ्याउने अनि यो छेउतिर चाहिँ थोरै फर्काएर सिलाउनु बन्ने जति 1 इन्च जति कपडा छोड्ने। त्यसपछि यसरी यो जुन यो ठुलो भागमा चाहिँ 1 इन्च जति छोड्ने र बाँकी चाहिँ जति कट्यो त्यो चाहिँ फरक भएन र कपडाको बिचमा राखेर धेरै कटिङ गरेर धेरै कपडा फाल्नु भन्दा एकतिर छेउतिर लैजाने। त्यसपछि यो सिलाउनु पर्नेको 1 इन्च जति यता राखेर यसरी तपाईले मिलाएर यो कपडालाई यसको माथि राखेर मैले चाहिँ यहाँनिर कटिङ गर्दै छु र यो भित्री कटिङ गर्ने बेला चाहिँ यसरी यो झोलाको डिजाइनलाई झोला जोडिएको हुन्छ चक्का त्यसलाई राख्ने। त्यसपछि 1 इन्च नापेर ओभर चाहिँ या त यसरी फर्काएर सिलाउन मिल्ने जतिमा यसरी तपाईले एउटा पेन अनि चक जे हुन्छ तपाईसँग त्यसैले यसरी चिन्ह बनाउने जो कि काट्दाखेरि कैंचीले दायाँ बायाँ नकाटोस् र यसरी 1 इन्च बढी यो ब्यागको साइज छ त्यो भन्दा 1 इन्च बढी बनाएर तपाईले यसरी चिन्ह बनाएर केर्नुस्। त्यसपछि जहाँनिर चिन्ह बनाएको छ त्यहीनिरको चिन्हबाट तपाईले यो कपडाको कटिङ गर्नुस्। त्यसपछि यसरी कटिङ गरियो भने चाहिँ भित्री राख्न ब्यागको भित्र पनि एकदमै मेल खान्छ, मिल्ने आउँछ र सिलाउने बेला पनि सजिलो हुन्छ। मैले चाहिँ यसरी काटेर चाहिँ तपाईहरुलाई सिकाउँदै छु र होइन भने ब्यागलाई अलरेडी रेडी गरेर पनि तपाईले काट्न सक्नुहुन्छ, तर यो तरिका चाहिँ मलाई एकदमै सजिलो लाग्छ। अब मैले यसरी सबै ब्यागको यो भित्री राख्ने कपडा जति यसरी मिलाएर नाप अनुसारको काट्दै छु। यसरी सबै जस्तो शेप छ त्यस्तै शेपमा काटेर सकाउनु भयो भने अब यसलाई यसरी फर्काएर तपाईले हेर्न सक्नुहुन्छ र अब यसलाई सिलाउने बेला चाहिँ बीचबीचमा पिनले अनि सियोले चाहिँ हल्का अड्काएर सिलाएर चाहिँ तपाईले यो भित्री सिलाउने बेला यताउति नसरोस् भनेर अलिकति बलियो बनाएर सिलाउनु पर्ने हुन्छ। अब मैले यसमा कभर राख्दै छु र कभर राख्नलाई यसरी पुरै जोडेर मात्रै तयार भएको छ र यसलाई कभर राख्नलाई अब मैले यो उल्टो पट्टी फर्काउँछु अनि मैले अगाडि तपाईहरुलाई काटेर देखाइसके कभर त्यही कभरलाई चाहिँ मैले अब यसरी आफ्नो ठाउँमा यसरी मिलाएर राखिदिने। जुन पट्टी जसरी काटियो त्यसैगरी मिलाएर राख्ने। त्यसपछि बीचमा यसलाई पिनले ग्वाबेर राखेपछि सिलाउन सजिलो हुन्छ। मैले यही पिनले यहाँनिर यसरी ग्वाब्छु। योतिर यसरी फर्काउन मिल्ने जति हुनुपर्छ। यसरी सबै ठाउँमा पिनले यसरी लगाइदिने। त्यसपछि बनाउन सजिलो हुन्छ। अब यसलाई यसरी फोल्ड गरेर तपाईले हेर्न सक्नुहुन्छ र यसलाई अब सिलाउँदै लाग्नु पर्ने हुन्छ र
यो भागतिर योतिर भरि माथिल्लो लेभलमा यसको फिता बुन्नु पर्छ। त्यसैले तपाईले यो मुनितिर जुन नबुन्नु पर्ने हुन्छ त्योतिर तपाईले सिलाउँदै लाग्नु पर्ने हुन्छ। यसरी यो एक साइडको भयो अनि यो अर्को साइडको भयो। यसरी ठिक यसको यही साइजमा मिलेको छ। यसरी काटेर गराउँदा सजिलो हुन्छ। अब यसलाई फेरि अर्को साइडको पनि यो भागदेखि माथिल्लोमा यसको डोरी बुन्नु पर्ने हुन्छ। त्यसैले यसलाई केही नछुनुस्। अब यही यो चक्काको कर्नरदेखि तपाईले यहीदेखि मुनितिर चाहिँ तपाईले यसरी फोल्ड गरेर यसलाई सिलाउँदै लैजानुस्। यसरी फोल्ड गर्ने, धेरै फोल्ड गर्ने हैन, दुईचोटी फोल्ड गर्नु पनि पर्दैन, एकैचोटी फोल्ड गर्दा हुन्छ। यसरी यसरी फोल्ड गर्ने, योतिर यतिकै रहदिनुस्। अनि सियोले अब कपडाहरु तुरपाई गरे जस्तै गरेर यसलाई गराउँदै लैजानुस्। यसरी अनि यहाँनिर फेरि यसरी गराएर योतिर लगेर म यहाँको कर्नरसम्म ल्याउँछु। त्यसपछि यतातिर मोडेको मैले तपाईहरुलाई एकैचोटी देखाउँछु। मैले यहाँसम्म सिलाएर सकिसके र यो भाग, यो पट्टीको भाग यसरी सिलाउनु पर्दैन। मैले यहाँदेखि जो कि यस्तो यो फिता बुन्ने ठाउँ छोडेर यहीँदेखि नै मैले सिलाएर योबाट अनि यसरी सिलाएर यसरी जुन शेपमा झोला छ त्यही शेपमा सिलाउँदै सिलाउँदै गरेर मैले अर्को पट्टीको यो फिता बुन्ने ठाउँसम्म आइसके। फिता बुन्ने कसरी थाहा हुन्छ भनेपछि तपाईले यसरी यो जोड्नु भयो भने फिता बुन्ने यहाँनिर रहेछ भनेर थाहा हुन्छ। अनि फिता बुन्नेनिर आइसकेपछि फेरि यो एरिया मैले यसलाई सिलाउँदैन, मैले यहीँनिर यसलाई चुडाउँछु। अब मैले फेरि यो साइडबाट अर्को साइडबाट पनि यो जुन फिता बुन्नु पर्ने छ यो फिता बुन्ने भाग यस्तो हुन्छ। यो एरियाबाट बुन्ने अनि यो एरियाबाट बुन्ने। त्यसपछि अब यो एरियाबाट फेरि यसरी फोल्ड गरेर मैले यो भागतिर सिलाएर यो भागतिर सिलाएर फेरि मैले यहाँदेखि सिलाएर यो भागको यो एरियासम्म लैजान्छु, यो कर्नरसम्म। यो कर्नरमा फेरि फिता बुन्नु पर्ने हुन्छ अनि फिटाको माथिल्लो भाग बुनिसकेपछि यसलाई फेरि फिटासँग मिलाएर चाहिँ यसमा सिलाउनु पर्ने हुन्छ। म यो एरिया पनि सेम यसै गरी तपाईहरुले यो कटिङ गरेको थाहा पाइसकेपछि थाहा भइहाल्छ कहाँनिरबाट सिलाउने भनेर। यहाँनिर यो यस्तो हुन्छ। यी दुईवटा चुच्चो परेको अनि यो भागको यो साइड नसिलाउने, अब यो साइडबाट सिलाउँदै लग्ने हो। यो साइडबाट यसरी सिलाएर योतिर लैजाने अनि म यहाँ लिएर फेरि बन्द गर्छु। अब यसरी दुवैपट्टिबाट सिलाइसकेपछि यो सियोलाई मैले यहीँ राख्छु, यो पछि सिलाउन काम लाग्छ। अब यसरी यो भागबाट यसरी बुन्ने अनि यसलाई फेरि योतिर लगेर यो भागतिर बुन्दै लाग्नु पर्ने हुन्छ। मैले चाहिँ अब यहीँदेखि बुन्न सुरु गर्छु। यो भागलाई जोड्नु पर्ने हुन्छ।
यसरी सिलाएर भित्रीभरि सिलाइसक्ने। त्यसपछि फेरि यो साइडको जोड्ने। यसरी अब यो पट्टीको अनि यो पट्टीको यसरी यो भाग यसरी बुन्दै लैजाने। अब यसरी अघि नै यहाँनिर बुनेर अगाडि नै बुनेर भित्री सिलाउँदा एकदमै अप्ठ्यारो हुन्छ। त्यसैले चाहिँ मैले तपाईहरुलाई सजिलोको लागि यो आइडिया गरेको। तर तपाईहरुलाई यो आइडिया अप्ठ्यारो लाग्यो भने मैले यो भन्दा अगाडि फेरि पुरै भाग बुनेर जोडेर सकिसकेपछि मैले भित्री राखेको छु। मैले त्यो भिडियोलाई पनि माथि आई बटनमा छोड्दिन्छु, त्यहाँनिर गएर क्लिक गरेर तपाईले हेर्न सक्नुहुन्छ। यसरी यो भागहरु जोडियो। अब यहाँनिर यो भागलाई फेरि यसरी लिएर योतिर अनि योतिर जोड्नु पर्ने हुन्छ। अब यसलाई यसरी नै यसरी अनि यसरी घुमाएर अब योतिर बुन्दै लैजाने। अब यसलाई योतिर मोड्ने अनि यसरी यहाँ बुन्ने अनि यसरी यहाँसम्म कर्नरसम्म बुनेर लैजाने। एक साइडको जोडेर सकिसकेपछि अब अर्को साइडको पनि यसरी नै यहाँदेखि जोड्ने अनि यहाँनिर लग्ने कर्नरमा। त्यसपछि यसलाई फेरि योतिर फोल्ड गर्ने अनि यसरी यहाँ बुन्ने अनि फेरि यसरी यहाँ बुन्ने। त्यसपछि फेरि यसबाट पनि डोरी निकालेर यो कर्नरमा डोरी निकाल्नु पर्छ। सेम एटापट्टिको बुने जस्तै गरी मैले यहाँदेखि यसरी ल्याउँछु अनि यसलाई फेरि यसरी अनि यसरी बुन्छु। यसरी यहाँबाट बुनेर यसरी योतिर लगियो। अब तपाईले यसरी बुनेर यो पट्टीको डोरी बनाए पनि हुन्छ र यसरी बुनेर यो पट्टीको डोरी बुने पनि हुन्छ। तपाईलाई कस्तो सजिलो लाग्छ त्यही सजिलो अनुसार गराउनु होला। अब चाहिँ मैले योतिर बुनेर यतातिरको डोरी बनाउँछु। अब यसरी एक चेन तान्ने। त्यसपछि यो प्रत्येक यो घरमा यसरी डबल भरन राख्ने तर सिधै यसरी अब डोरी बनाउनु पर्ने छ। त्यसैले यसरी बनाउँदै लैजाने। यसरी जुन यो ब्याकको कर्नरमा ल्याउने। त्यसपछि अब यहाँनिरबाट यसको फिता बुन्न सुरु गर्ने। यहाँनिरबाट म फिता बुन्न सुरु गर्छु। अब यसरी 1 2 3 गरेर यसरी आफूले कत्रो बुन्नु पर्ने हो त्यही अनुसारको बुन्ने अनि यहाँनिर जोड्न आउने। यसरी बुन्दै लिएर सिक्री तान्दै आएर यहाँनिर कम्तीमा पनि 90-100 घर जतिको सिक्री तान्नु पर्ने छ। अनि अर्को कर्नरमा यतापट्टिकोमा जहाँनिर जोडियो त्यहीनिरको घरमा चाहिँ तपाईले बराबरीको घरमा वरपरको घर बराबरी हुनुपर्छ। होइन भने ब्याग बोक्ने बेला फेरि बाङ्गो मानिन्छ। त्यसैले बराबरी घरमा तपाईले 90 देखि 100 घरको बीचमा जति घर राख्दा पनि हुन्छ। त्यति सिक्री तानिसकेपछि यसरी जोडेर तपाईले फेरि योतिरबाट
सरासर यही डबल भरन राख्ने, तर एकैचोटि यसरी बन्द गर्दै गएर फेरि अर्को पट्टिको ब्यागको डोरी बुन्ने ठाउँमा जानुपर्ने छ। अब यसै गरी म अर्को पट्टिको ब्यागको डोरी बुन्ने ठाउँमा जान्छु। तपाईहरु पनि यसरी नै बुन्दै गर्नुस् र यसरी तपाईले पुरै दुईपट्टिको दुईवटा डोरी सँगै गोलो बुनाइ गरेर तपाईले कम्तीमा पनि 3 लाइन जति बुन्नु पर्ने छ। यो चाहिँ एक लाइन भयो। अब यसरी नै सरासर बुन्दै जानुस्। अनि अर्को पट्टिको डोरी राख्ने ठाउँमा गइसकेपछि फेरि सिक्री तानेर डोरी बनाएर अर्को ठाउँमा जोडेर फेरि यसरी नै घुमाउँदै बुन्नु पर्ने हुन्छ। यसरी पुरै बुनेर अब फेरि अर्को पट्टिको डोरी बनाउने ठाउँसम्म आउने यसरी। र एक साइडको डोरीमा जति घर बनाउनु भयो, लम्बाइ जति बनाउनु भयो त्यति बराबरी बनाउनु पर्ने छ। कति पनि नबिर्सिनु होला। तर यसरी सिक्री तान्दा घरहरु तलमाथि हुन्छ भने तपाईले डोरीलाई पनि तन्काएर नाप्न सक्नुहुन्छ। अब मैले यसलाई पनि यहाँनिर 95 घर बनाउँदै छु। 80 घर चाहिँ छोटो हुन्छ। 90 देखि 100 घरको बीचमा चाहिँ तपाईले 100 घर नै पनि बनाउन सक्नुहुन्छ। 100 घर 95 घरको ठिकै हुन्छ। अब फेरि अर्को पट्टिको डोरीको ठाउँ नापेर बराबरी गराएर यसरी जोड्ने। अब यहाँनिर जोड्छु म। त्यसपछि यसलाई यहाँनिर बनाएर एकैचोटि यस्तो बनाउने अनि यसरी एकैचोटि बनाउने। त्यसपछि फेरि भरन राख्ने। यसरी बराबरी भएको हुनुपर्छ, नाप्नु होला। त्यसपछि अब भरन राख्ने अनि योतिर फेरि प्रत्येक घर देखिएको हुन्छ। प्रत्येक घर एउटा पनि घर नछोडेर सरासरी बुनेर फेरि यहाँनिर मुनि जहाँनिर सुरु गरेको अघिल्लो डोरी बनाउने ठाउँबाट त्यहीनिर यहाँनिर एक साइडमा दुईवटा पट्टीको बीचमा यसरी जोड्न आउने। त्यसपछि फेरि यहाँनिर एक सिक्री दुई सिक्री तान्ने अनि फेरि यसै गरी प्रत्येक घरमा भरन राख्ने। तर यसरी एक साइडको गर्दै 3 घरलाई एकैचोटि गर्दै फेरि डोरी भएको ठाउँसम्म आउने। यसरी अहिले चाहिँ अहिले बुनियो भने 2 लाइन बन्छ। यो बुनाइ चाहिँ यसरी राउन्ड बाइ राउन्ड गरेर 3 लाइन हुनुपर्ने छ। अब यी डोरी बुनिएको सिक्री छ यसमा पनि यसरी नै प्रत्येक घर एउटा पनि घर नबिराउने। घर बिराउने र एउटा घरमा डबल बुनियो भने डोरीको फिनिसिङ राम्रो आउँदैन। त्यसैले अब यसरी प्रत्येक घरमा यसै गरी बनाउँदै लैजाने। अर्को छेउसम्म जाने। यसरी नै बुन्दै जानुस्। प्रत्येक घरमा घर देखिएको हुन्छ, त्यही घरमा यसरी जाली तान्दै बुन्दै जानुपर्ने हुन्छ। अब यसरी बुन्दै जाने अनि पुरै राउन्ड अब यसरी बुनेर यहाँनिर जोड्ने। त्यसपछि फेरि अघिल्लो लाइनमा बुने जस्तै गरी बुन्दै गरेर धेरै राउन्ड बुनेर मैले यहाँनिर यसरी बन्द गरेर पनि सकिसकेको छु। मैले 3 लाइनको डोरी बनाएको छु। यो 3 लाइनको डोरी हो। अब यसको भित्री माथिल्लो भागको भित्रीलाई सिलाउनु पर्ने हुन्छ। अब यसलाई सिलाउने बेला मुनितिर सिलाइसकेको छ। त्यसैले यहाँ माथितिर अब यसरी मिलाएर यो थोरै पिछौतिरकोलाई भित्रपट्टि फर्काएर यसरी झोलासँगै भित्रीलाई पनि सियोले राम्रोसँग गराउने। र यदि हजुरहरुसँग सम्भव छ भने त मेसिनमा हान्दा एकदमै बेस्ट हुन्छ। तर
आफूले मेसिनमा हान्न सकिँदैन र अरूले हान्न लगायो भने फेरि अलिकति 2-4 रुपैयाँ खर्च भइहाल्छ। त्यसैले चाहिँ आफैले हान्नुको लागि आफैले रेडी गर्नुको लागि चाहिँ यसरी हातैले पनि बनाउन सकिन्छ। होइन भने मेसिन चलाउन सक्नुहुन्छ भने चाहिँ मेसिनले हान्दा चाहिँ एकदम राम्रो हुन्छ। अब यसरी फेरि यसरी नै सियोले टिप्दै लगेर पुरै राउन्ड यसै गरी सिलाउने। भित्री सिलाउन चाहिँ झन्झट छैन। जहाँनिर कटिङ मिलेको छ त्यहीनिर कटिङलाई हेर्दै यसरी भित्रतिर थोरै फोल्ड गर्दै सिलाउनु पर्ने हुन्छ। पुरै राउन्ड सिलाएर सकाउने। मैले चाहिँ यहाँनिर पुरै राउन्ड सिलाएर पनि सकिसकेको छु। अब माथिल्लो जुन फिता बुनेदेखि जोड्न रहेको भित्रीहरू जोडेर सकियो। अब यहीँनिरबाट फेरि डबल बनाउन मन छैन भने यतिकै चुडाइदिने। डबल बनाउन मन छ भने यसरी तपाईले डबल बनाउँदै लाग्नुभयो भने मेसिनको सिलाइ जस्तै पनि आउँछ। यसरी सियोलाई मिलाएर जहाँनिर धागो देखिएको छैन त्यहाँनिर धागो गराउने। जहाँनिर धागो देखिएको छ त्यहाँनिर मुनितिर सियो लगेर बनाउने हो भने यो मेसिनको सिलाइ जस्तै देखिन्छ र बलियो पनि हुन्छ। मैले फेरि एक राउन्ड डबल बनाएर पुरै यसरी सिलाउँछु। हेर्न सक्नुहुन्छ मैले यहाँनिरबाट डबल सिलाएर पनि सकेँ। अब चाहिँ यो मुनितिर फेरि जुन अगाडि झोलाको जस्तो कटिङ थियो त्यस्तै कटिङमा मात्रै जोडेको हामीले। त्यसैले अहिले चाहिँ यहाँनिर यो भागलाई फेरि अहिले चाहिँ झोलालाई सिलाउने होइन, यो भित्रीलाई मात्रै यसरी एक साइडको टिप्दै सिलाउँदै गर्ने। यसरी मैले चाहिँ भित्री भागमा जहाँनिर सिलाउनु पर्ने थियो त्यहाँनिर सिलाएर यस्तो देखिएको छ र यो चाहिँ एकदमै भित्री राख्ने सजिलो तरिका भयो। तर यो तरिकामा हजुरहरूले यसको भित्री रफ मान्नुभयो भने तपाईहरुले चाहिँ सुरुमा यो कटिङ गरिएको कपडालाई सिलाएर ब्यागको भित्र राखेर पनि तपाईले माथिल्लो भागमा मात्रै टिपेर सिलाउन सक्नुहुन्छ। होइन भने यस्तो गराउँदा पनि यो ब्याग चाहिँ भित्री भएको राम्रै मानिन्छ। र यसै गरी बनाउनु होला तपाईहरुले ब्यागको भित्री राख्ने तरिका। हजुरलाई आजको यो तरिका कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला। यदि हजुरलाई यो तरिका मन पर्दैन भने मैले यो भन्दा अगाडिको यस्तै झोलाहरुमा मैले भित्री राख्ने मेसिनबाट भित्री राख्ने तरिकाहरु राखेको छु, त्यो तरिकालाई फलो गरेर बनाउनु होला। मैले चाहिँ यो डोरीको भित्री चाहिँ राखेन, मुनितिरको मात्रै भित्री राख्नु पर्ने थियो, त्यसैले यसरी बनाएँ। आजको भिडियो चाहिँ यति नै। यदि हजुरहरु नेपाली सिलाइ बुनाइ युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला अनि छेउमै रहेको बेल आइकन पनि प्रेस गर्न नबिर्सिनु होला। र हजुरलाई यदि बुनाइ मन पर्छ भने तपाईहरुले चाहिँ मेरो च्यानलमा रहेको विभिन्न किसिमका बुनाइहरु बुनेर यो ज्याडो यामलाई चाहिँ तपाईहरुले न्यानो न्यानो बनाउन सक्नुहुन्छ। र आजको भिडियोबाट छुट्टिन्छु। बाइ बाइ।